गुड मर्निङ दोस्त युट्युब च्यानलमा सबैलाई गुड मर्निङ भन्न चाहन्छु। हजुरहरूले सबैले मेरो युट्युब च्यानलमा नमस्कार भन्न चाहन्छु। हजुरहरूलाई सबैलाई गुड मर्निङ। आज मैले युट्युब च्यानलमा हजुरहरूलाई सस्वान चटनी बनाएर हजुरहरूलाई हाल्दैछु। म हजुरहरूलाई अर्को भागमा यो म सस्वान चटनी देखाउन चाहन्छु। हजुरहरूले चाइनिज आइटममा त्यो चटनी युज गर्न सक्नुहुन्छ। हजुरहरूलाई त मलाई भन्दा बेसी आउँछ होला हजुरहरूले हो। त्यसै गरी गाइस मैले युट्युब च्यानलमा हजुरहरूलाई यो चटनी बनाएर हाल्दैछु। यो हजुरहरूले यदि यो चटनी मन पर्यो भने मलाई सब्सक्राइब र सेयर कमेन्ट बक्समा लेखेर जरुर गरिदिनु होला। एउटा लाइक चाहिँ जरुर गरिदिनु होला। हजुरहरूको माया छ म माथि, त्यसैले हजुरहरूले मलाई सहयोग गरिदिनु होला। प्लिज कमेन्ट लेखेर पठाइदिनु होला। सेसवान चटनी बनायो हो। हाम्रो सेसवान चटनी आज पुरा पर्फेक्ट रेडी ओके भयो हो। अब हामी यो 2 कलरको टुक्रा खुर्सानी चाहिन्छ यो बनाउनको लागि। अन्त अलिकति अदुवा टुक्रा गर्नुपर्छ। अलिअलि मसिन गरेर ग्रेभ गर्दा पनि हुन्छ। त्यहाँदेखि अलिकति लसुन ग्रेभ गर्नु पर्यो। अनि तपाईँको त्यो चटनी सेसवान चटनी बनाउन अलिकति चिनी चाहिन्छ। अनि त्यसपछि तपाईँको अलिकति अजिनोमोटो चाहिन्छ, नुन चाहिन्छ हो। त्यसपछि अलिकति काटेको धनियाँको त्यो पत्ता होइन डन्ठाहरू चाहिन्छ, धनियाँको डन्ठा काटेर हो। हजुरहरूको सेसवान चटनी एकदम कम्प्लिट हुँदैछ। अलिकति अघिको हाम्रो यो त्यो खुर्सानी उमालेको पानी छ, त्यो पानी अलिकति हाल्नुपर्छ। अलिक बाक्लो भएछ हेर्नुहोस् त। हजुरहरूलाई मुखमा थुकायो होला है, खाना मन लाग्यो होला हजुरहरूलाई। यो चटनी चाहिँ हजुरहरूले फ्राई राइसमा, चाउमिनमा, त्यहाँदेखि तपाईँहरूले मोमोहरू बनाउँदाखेरि मोमो पनि खान सक्नुहुन्छ हो। हजुरहरूले यो चटनी मतलब चाइनिज आइटममा, हरेक चाइनिज आइटममा यो खानु सक्नुहुन्छ। चिकन चिल्लीहरू बनाउँछ, अब चिकन ड्राई फ्राईहरू भयो, चिकन 65 भयो। अब यो पकौडाहरूमा पनि हजुरहरूले यो चटनी युज गर्न सक्नुहुन्छ। हजुरहरूले मलाई मन पर्यो भने यो चटनी खाएर टेस्ट गर्नुभयो भने हजुरहरूले मलाई कमेन्ट बक्समा लेखेर जरुर पठाइदिनु होला हो। हजुरहरूलाई मेरो चटनी हजुरहरूको घरमा गएर फेरि म पनि बनाएर फ्रेस गर्छु, बनाएर पनि हजुरहरूले खेलाउँछु। हजुरहरूले बोलाउनु हो। हेर्नुहोस् त मुखमा पानी आयो कि हजुरहरूको।